इतिहासमा एक समय संसारभर अधिपत्य जमाएर शासन गर्न सफल रोमी शासक अरेलियनको पालोमा तेस्रो शताब्दीतिर रोमीहरूको मुख्य देवता सूर्यको जन्मदिनको रूपमा डिसेम्बर 25 तारिकका दिन उत्सव मनाउने प्रचलन सुरु गरे। रोमी शासक अरेलियनले नै यो पर्व व्यापक बनाउन मद्दत गरेका थिए। उनीहरूले सूर्यलाई जीवन दिने शक्तिको रूपमा आदर र आराधना गर्ने गर्दथे। सो समय विश्व शक्तिको रूपमा रहेको रोमी साम्राज्यले नै सूर्यलाई प्रमुख देवताको रूपमा स्थापित गरेर विश्वको ध्यान खिचिरहेको थियो। बिस्तारै रोमी साम्राज्यको सतावटको बीचमा नै क्रिश्चियनहरू वृद्धि हुँदै गएपछि रोमी सम्राट कन्स्टेन्टाइनको समयमा रोमी चर्चले सन् 336 डिसेम्बर 25 तारिकका दिन क्रिसमस उत्सव मनाउन सुरु गरे। यसरी संसारकै शक्तिशाली ठहरेका विश्व शक्ति रोमले आकाशीय पिण्डमाथि राखेको भरोसा र आराधना खोसेर परमेश्वरले त्यही डेट डिसेम्बर 25 तारिकलाई आफ्नो पुत्र येशू ख्रिस्टको पाउमुनि राखिदिनु भयो। परमेश्वर डाही हुनुहुन्छ। प्रस्थान 20:5ले भन्छ, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ। यदि कुनै ईश्वर वा शासकले मानिसबाट परमेश्वरको महिमाको स्थान लिन खोज्दछ भने परमेश्वर डाहा गर्नुहुन्छ र त्यो महिमा ती शासक र मानिसले ईश्वर ठानेका देवहरूबाट खोज्नुहुन्छ, जुन डिसेम्बर 25 तारिक विश्वशक्ति रोमी साम्राज्यवाद र आकाशीय पिण्ड सूर्यले लिइरहेको थियो। आज सदाको लागि त्यो महिमा परमेश्वरले आफ्नो पुत्र येशूलाई दिनुभएको छ।